बटम रहेछ बटम यी रकफलले पनि बटम बटम हो त्यहाँ थिन्नु पर्ने रहेछ बटममा ओ दिपाल दिपाल आहा ओ स्पेस गर्ने स्पेस कति धेरै यहाँ त ढुक्कै छ क्या खिचा त खोल्न मिल्दैछ क्या खै ओपन द सनरूफ दिपाल दिपाल सनरूफ ओ जानी भए जाऊ ए माया अब धेरै नसत बाइ बाइ ढोका लाग्दैन कान खोलिरहेको त्यस्तो पारेछ त जानी भए जाऊ पछाडि त बजाएन त स्पिकर स्पिकर हो हो यहाँ त बजेन त स्पिकर ढोकामा नयाँ ल्याएको छ कि ल्याउँदै फाइनली दिपाल पनि चढियो फाइनली एभ्रीबडी अन्टेस्टै ल्यायो आज है साथीहरू है रुफटपवाला हो अहिले चाहिँ खोला स्पेसमा कति धेरै हो भित्र दोष खतरनाक रहेछ त है खतरनाक छ हजुर तिम्रो हिँड्ने गाडी नछिर्ने अब यहाँ छ सबै अगाडि होइन देखेछौ हजुर नम्बर देख्यो त्यहाँ अगाडि नम्बर देख्नु एक नम्बर यहाँ हेर न यहाँ सिसामा सिधै सिसामै हेर्नु अरे सिसामै हेर्नु अरे सबै त्यहाँ हो कि कसरी आइसक्रिम त्यहाँ हाउ त पसिबल अरे ए डिस्प्ले ए देख्यो 398 km गुडेछ हैन बुड्ने बाँकी त्यति के डिजल त्यति बुड्ने के मसँग त्यति पावर छ के हजुर पेट्रोल गाडी हेरेर जस्तो आवाज आउँदो रहेछ त है पेट्रोल गाडी हेरेर चाहिँ घुर्र गर्दो रहेछ अलिअलि स्पेसमा कति ठुलो रहेछ यो गाडीको त भित्र गाडीमा अब उ भयो अटोमेटिक चल्छ यो तिमीलाई अलिक कन्फ्युज भयो अब यसले हटायो जान्छ कि जान्नुहोस् भने कि उसले उही त देखायो नि होइन त्यतिमा कटिङ गर्नु पर्यो पुरै काट्दा पनि केही नहुने भयो होइन हो जान्छस् भयो कि कस्तो सिसे छिर्छ ए पहेँलो भयो भने चाहिँ छिर्छ रातो बल्छ होला नि नछिर्ने बेला चाहिँ के बनाउनु लाग्यो यो मन्दिर दाइ यसो गुटीको जग्गा रहेछ त्यो त गुटीको जग्गा रहेछ त्यो ए कुमारी जननी तपाईँलाई गोब्रो चाहिएन अब यो सबै रेकर्डिङ हुन्छ यो पुरै हामीले बोलाइ हुन्छ सबै रेकर्डिङ हुन्छ कति लाख पुगेछ त यसको अहिले यतै राख्नु त्यो पेट धुलोमा फोहोर गर्छ त्यो भाइले निकाल्नुपर्छ केटाहरू आउँछ अहिले सामाहरू अहिले कति पुगेछ त यसको प्राइस 50 72 छ 72 पहिला लन्च हुँदा कति केटाहरूले हामीलाई हेर न घट्यो अहिले दादाले हेर न एकदम यो एकदम सेन्सिटिभ यो पनि मरिन्छ रहेछ त्यसले त दियो भने त नि एकदम काका सेन्सिटिभ कुरा रहेछ क्या यो त एकदम सेन्सिटिभ कुरा रहेछ क्या सबै क्यामेराको भरोसामा हिँड्नुपर्ने भयो कि यसमा त 53 सेन्टिमिटर ओहो त्यो बच्चा छ पछाडि एकदम सेन्सिटिभ कुरा डिम्पल्सको गाडी है डिम्पल्स त्यहाँ पो रहेछ त नि सेन्सर भन्न जान्छ डिम्पल भन्दा डिम्पल मेरो नामले नम्बर देखाइरहेको त अलिअलि त्यहाँ छेउछेउतिर यो त दिपाल नम्बरको पनि त्यो देखिरहेको देखा छ यहाँसम्म देख्दो रहेछ नि त नम्बर प्लेट गइरहेको छ है अगाडिको रहेछ यो अगाडिको टायर रहेछ हावाको लहरसँग यो गाडीमा त कतिवटा मान्छेहरू त बोकेर हिँड्नु हुँदैन खतम पारिदिन्छ स्ट्यान्डर्ड मान्छेहरू मात्रै बोकेर हिँड्नुपर्छ हो त होइन अगाडि जानु पर्यो किन यो गाडी राख्न अलि झ्याउँदैन
बस्नु सक्छ जान्दै होला नि त अगाडि राख्दै हुन्छ दाइ मान्छेले तेल छेकिदिन्छ फेरि अगाडि राख्दै हुन्छ दाइ तनाउ त हुन्छ अघि गर्छ नि राख्दै हुन्छ ठ्याक्कै हो ठ्याक्कै अघि गर्छ राखेर नि सार्दिउँला कुन गाडी हाल्नु पर्यो नि सार्नुपर्छ नि अब यसको के छ यहाँ सुन सुन यो भयो होइन अब यहाँ ड्राइभमा छ हारमा गयो न्युट्रलमा आयो निडलमा आयो कहाँबाट हाल्ने भयो गियर बटमहरू साइड लाइटको ठाउँमा रहेछ पार्किङ भयो भएन ह्यान्ड ब्रेक हानिसक्यो सबै भयो अटोमेटिक यो एसी अब कतिमा लाउने हो र एकमै लाउनु कुन उसमा लाउने हो कति टेम्परेचर यो तपाईँलाई हो यो तपाईँको हो यो मेरो मलाई कति टेम्परेचर मलाई गरेर लाउने मलाई हो कदर त्यसपछि चाहिँ तपाईँको यो अगाडिको भयो अगाडिको यो सिसाको हो हामीले हातले गर्थ्यौँ यो सिसाको हो बाफ जम्छ नि सिसा ए त्यहाँको बाहिरको यो चाहिँ तपाईँको सिटको हो यो सिटमा फ्यान दुइटा पनि भयो त्यो होइन ओ फालिरहेछ ऊ आयो कहाँबाट ए यहाँबाट सिसा आयो आयो यहाँ पनि चल्छ तपाईँको यो पनि चिसो भयो पछाडि त छैन केही आएन यहाँ नि चिसो आयो यार आउँदैन आयो चिसा पछि एसी चल्दैन छैन भयो त्यसको यो हो यो यहाँसम्म आउँदो रहेछ यसमा तिमीले कति लगाउने त आफ्नो लगाउने हो आफ्नो हिसाबले यहाँ लगाउनु क्यालकुलेट गर्यो 30 मा छ त्यो त बल्ल भयो यो बढाउने त्यो घटाउने भयो यो सिटहरू पनि बढाउनै छ नि दाइ सबै यो अगाडि दुइटा अगाडिको सबै बढाउँदै हो। सबै बन्द त्यो तिनवटा फ्यान हुँदो रहेछ यहाँबाट हो होइन त्यसपछि चाहिँ अब यो चाहिँ भनेको त अब यो म्युजिक भइगयो प्रोग्राम हुन्छ नि अब के लाउने डाउनलोड गर्ने के मलाई थाहा छैन अलिक पछि सिक्ने हो यो त हाम्रै गाडीमै छ जान्छ हो नि अनि यो 360 भयो अब के भयो यो माथिको हुड खोल्ने भयो खोलिदिनु एकचोटि यो हेर ओ ड्यान टडडन कुनै भन्छ सिसा चाहिँ खोल्दैन रहेछ है सिसा यो खोल्ने केला जति लामो रहेछ त्यसको नि पुरै पुरै लेख्ने सनरुफ भन्छ क्या यसलाई यसरी जानु पर्ने थियो अघि एकछिन यी माथि खुल्दैन अब यो माथि खोल्दैन कहाँ माथि त पानी छिरिहाल्छ यो चाहिँ नखोल्ने रहेछ यार यो त सेम केला जस्तै रहेछ त होइन यो भयो हाम्रो फोटो खिचौँ त ल ल हामी सबै बसौँ सेल्फी डिम्पल हजुर सेल्फी हाल्नु उदय राम्रो मोबाइलबाट हान्नु न होइन भने उसैले खिच्छ ए ऊ कहाँ छ क्यामेरा यो त माथि रहेछ ल कहाँबाट खिच्ने ऊ यहाँ माथि रहेछ क्यामेरा चाहिँ होइन तलतिर हेर अब मेरो मेमोरी भयो क्या तिमीहरूसँग मेरो हेर्नु पऱ्यो नि ठ्याक्क मैले मात्रै रहेछ क्यामेरा हेरेर चाहिँ क्यामेरा कहाँ छ भने ऊ त्यो दिएन ऊ कहाँ ऊ यहाँ माथि ए ए जताततै क्यामेरा नि काका धन्यवाद धन्यवाद थ्याङ्क यू अब वालपेपर पनि राखिदिनु दाइ अब यहाँ के छ अब म्याप के अरे ऊहरू चाहियो भने तपाईँको त म्याप सब म्याप के नेभिगेसन यहाँ छ नेभिगेसन डाउनलोड गर्नुपर्छ कि ए, अँ। बढी दुनियाँदारी छ कि यो यो चाहिँ पोखराको सिन पोखराको सिन फेवा ताल्नु फेवातालको रारा 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 रे काका रागा रे कहाँ ल्याएको छु रारा राराको फेदल कहाँ यस्तो छ त राराको राराको रे तपाईँ गलत बोले सकिएन त्यो ढोका अलि निकाल्दाखेरि ऊ गर्नु ल मैले बुझेँ तपाईँ अगाडि गएर होइन म टक्क झरेको भिडियो यसो आफै गयो त पछाडि मेरो सिट जान्छ कि अब निस्किन लाग्नु ओर्ने बेलामा चढ्ने बेला फेरि आफै आउँछ चढ्ने बेला फेरि आफै आएर माथि पनि सर्दैन कहिले एक्सिलेटर त्यहाँ रहेछ ट्याक्कै ढोका लागेपछि कि ओ, माथि पनि सर्ने कि आफ्नै सिस्टममा आयो होइन आफूले कतिमा सेटिङ अनि गरेर बढी भयो भने त्यहाँ उच्च हिँड्दाखेरि पहिला ब्रेक हान्ने हो आफै आफूले गियर यो गियर ट्याकेट डाउन गर्ने त्यसपछि यस्तो छोडिदिने सरसरी थिचिदिने सजिलो रहेछ यसको चाहिँ गियर होइन हात त्यहाँ भएपछि फ्याट फ्याट यो भ्यान्चरको मलाई एउटा कुरो मन परेन यसले मलाई दबाइराखेको किसिम कति धेरै रहेछ है कहाँ टेस्ला बुलेट प्रो ड्राइभर उता जाने बित्तिकै यता बिचमा म मात्रै छ भने मात्रै फर्किन्छ घुम्छ घुम्छ
सुजन ड्राइभर उता झऱ्यो भने मतिर मात्रै हेर्छ फेरि स्क्रिन अब उता जान्छ ड्राइभर छ भने स्क्रिन घुम्छ नि सुन हेर न ऊ उता गयो काका तपाईँ बाहिर गएर म ट्याक्कै ढोकाबाट निस्केको ट्याक्कै भोट भिडियो समातिदिनु त्यति गरिदिनु न काका प्लिज काका परबाट सब स्किन